थाहा हुन पर्यो नि त पहिला। किनकि म फोहोर भएँ भने, ममा गन्दगी छ भने, म बस्ने ठाउँ फोहोर गरेको छु भने त्यहाँ निश्चित रूपमा झिँगा आउँछ। यदि म सरसफाइमा अग्र छु, मैले म आफू बसेको ठाउँमा पनि सरसफाइमा पोख्त राख्न जानेको छु भने त्यो ठाउँमा झिँगा आउँदैन। जहाँ सफा छ त्यहाँ झिँगा आउँदैन, जहाँ फोहोर छ त्यहाँ झिँगा आउँछ। झिँगा आएछ, झिँगा आइसकेपछि त्यो टोलकै मान्छेहरू मुखिया कहाँ गएछ, मुखिया कहाँ जानुभएछ, ल हामी त असाध्यै पीडित भयौँ, हामी असाध्यै पीडित भयौँ, हामीलाई झिँगाले बस्न खान दिएन। कहिले नाकमा आउँछ टिटी गर्छ, कहिले मुखमा बस्छ, कहिले खाना खानको ठाउँमा बस्छ, कहिले सुत्न लागेको कानमा भ्या गर्छ। हामी त झिँगाबाट असाध्यै पीडित भयौँ, हामीलाई यो मुक्ति दिनुहोस्। यो झिँगाबाट कसरी मुक्ति दिने? ल तपाईँहरू झिँगाबाट मुक्ति पाउनुहुन्छ भने मसँग आइडिया छ, मसँग उपाय छ। त्यसो भने तपाईँहरूले 50-50 रुपियाँको टिकट लिनुहोस्, अनि त्यसपछि म त्यो झिँगा धपाउने आइडिया बताइदिन्छु भन्नुभएछ। त्यो टोल, त्यो गाउँभरिका मान्छेले झिँगा अब भाग्ने भयो, झिँगा दूर हुने भयो, झिँगा जाने भयो भनेर सबैले 50-50 रुपियाँको टिकट काट्नुभयो। अनि जाने बेला के भन्नुभएछ भने अब तपाईँहरूले एउटा भातले भात खानुहुन्छ भने एउटा हातले झिँगा पङ्खा दिन्छु, दबाउनु होला, यसरी दबाउनु होला, त्यो झिँगा आउँदैन। अनि सरसफाइ राख्नु होला। अनि त्यति कुरा त हामीलाई नै थाहा थियो भन्नुभएछ। थाहा थियो तर गरेको थिएनौँ। थाहा भएको भए त सोध्ने थिएनौँ, गरेको थिएनौँ। हामीले परमेश्वर हुनुहुन्छ भनेर त पहिला पनि थाहा पाएका त थियौँ नि त। तर ईश्वरलाई त कुखुराको टाउकोमा पानी हाल्दा लो परमेश्वर मान भन्दै गर्दाखेरि त्यहाँ बोका जान्थ्यो, थाहा थियो, त्यहाँ कुखुरा जान्थ्यो, थाहा थियो। आज हामीले परमेश्वर तपाईँको हृदयमा हुनुहुन्छ र 1 रुपियाँ टिकट लिएका छैनौँ। मान्छेले हामीलाई त्यहाँ के पाइन्छ र कसो पाइन्छ भन्नुहुन्छ। किनकि आज हाम्रो मानस पटलमा हामीलाई के कन्सेप्ट भइदियो भने 10,000 तिरे भने त्यहाँ सब कुछ हुन्छ, मैले त्यहाँ 5,000 तिर्ने भने सब कुछ हुन्छ। हाम्रो